बाहिर धारामा कपडा धुन्छु भनेर निस्केको म बुहारीहरूले खोलामा जाम न भनेर मलाई खोलामा लगे। सो हाई एभ्रिवान, स्वागत छ मेरो मिनी ब्लगमा। अनि आज मेरो छुट्टीको दिन, यो शनिबार कहिले आउँछ र खोलामा पौडी खेल्न जाने भनेर पर्खिराखेको हुन्छन्। अनि म पनि त्यस्तै छु, हुन्छ त नि एक हप्तामा एकचोटि पौडी खेल्दिम न त भनेर म पनि खोलातिर लागे। त्यसपछि छिटो छिटो कपडा धोएर म चाहिँ गहिरोतिर पौडी खेल्न जाम भनेर अघि कुदेको। बुहारीहरू फेरि पछि पछि आइरहेको थिए। अनि सबभन्दा पहिले म पौडी खेल्छु अनि तिम्रो खेल्न आऊ है भनेर तिनलाई मैले भिडियो बनाउन लगाएँ। अनि म चाहिँ पौडी खेल्न थालेँ। पौडी पनि मेरो बुहारीहरूले मलाई सिकाएको हुन्, मलाई आउँथेन, पानीसँग एकदमै डर लाग्थ्यो। तर आजभोलि चाहिँ म चाहिँ पौडी खेल्न सक्छु अलिअलि। त्यसपछि म चाहिँ नुहाइ धुवाइ गरिसकेपछि तामाको अचार बनाउनतिर लागेँ। अस्ति मैले अचार बनाउनको लागि तामा ल्याएको थिएँ नि त। बनाउन ढङ्ग नभए पनि खान मन लागेपछि कसैको आश पनि गर्दैन, आफै बनाउने आफै खाने। सो एक डब्बा मात्रै भयो अचार चाहिँ। त्यसपछि फेरि 1 महिनादेखि राखेको कपडा फिटिङ गर्छु अनि लाउँछु भन्दा भन्दै बल्ल आज फिटिङ गरेँ। फिटिङ गरिसकेपछि एकैछिन बस्न पर्यो भनेको काकी आज चटपटे खाने दिन हो भनेर छोरी पो आउँछिन्। त्यसपछि छिटो चटपटे बनाएँ, खाएँ ल साथीहरू।